बेच्न के छ त लिमिट छैन, अनलिमिटेड छ, जे पनि बेच्न सक्नुहुन्छ। बेच्नको लागि आज यो एउटा फोनलाई नै मजाले चलाउन खेलाउन मजाले जान्यौँ भने यो भित्र धेरै कुराहरू छ बेच्ने। तपाईले ठुलो आज म यो एउटा फोनको बारेमा कुरा गर्न गइरहेको छु है, साधारण मान्छेहरूको लागि, जो म जस्तै तपाईहरु पनि भुइँ मान्छे, श्रमजीवी हुनुहुन्छ, श्रम गरिरहनु भएको छ, आफ्नो पेट पाल्नको लागि, आफ्नो परिवार पाल्नको लागि हरेक दिन बिहानीबाट तपाईको हैन मेलापातको काम हुन्छ, अथवा तपाई हरेक दिन अरूको काम गर्दै हुनुहुन्छ आफ्नो पेट पाल्नको लागि, आफ्नो परिवार पाल्नको लागि। त्यस्तो व्यक्तिहरुको लागि आज यो छोटो भिडियो अलिकति हेल्पफुल होस्, अलिकति इन्फर्मेटिभ पनि होस् र अलिकति केही सन्देश जाओस् भन्ने हिसाबले छोटो भिडियो रेकर्ड गर्दैछु। हामीसँग चाहे तपाई विदेशमा हुनुहुन्छ, चाहे गाउँमा हुनुहुन्छ, चाहे शहरमा हुनुहुन्छ हैन, तपाईको आफ्नै अवस्था अनुरूप तपाई पक्कै पनि कामहरु त्यही अनुरूपको गरिरहनु भएको छ र कतिपय हामी अझै पनि हैन परिवर्तनको लागि, पेट पाल्नको लागि, परिवार पाल्नको लागि भौतारी रहेको छौं, एकदमै हैन सम्भावनाहरु नदेखेर हैन कति कुराहरु, कति कामहरु गर्दै गर्दा, कति दुःखहरु गर्दै गर्दा भने जस्तो हुँदैन, कहिलेकाहीँ रिजल्ट पाउँदैनौं हैन, अनि गिभ अप गर्न मन लाग्छ, हरेस खाइन्छ कहिलेकाहीँ हैन, नहुने रहेछ, झन्झट लाग्छ, दिक्क लाग्छ, वाक्क लाग्छ, यो संसारको सबैभन्दा अभागी मै मात्रै रहेछु भन्ने पनि लाग्ला। तर त्यो नसोच्नुहोस् है। हामीले केही बेसिक रुल्सहरु, केही नियमहरु जान्नु बुझ्नु चाहिँ आजको दिनमा अति जरुरी छ। आजको दिनमा तपाई हामीसँग हरेक मान्छेसँग यो साधारण भन्दा साधारण एउटा फोन छ नि हैन, र आजको दिनमा तपाई हामीले धेरै देखेको हुन्छौं, धेरै कुराहरुको इन्फर्मेसन हामीले सूचनाहरु लिनको लागि, दिनको लागि यो प्रयोग गर्छौं र यहाँबाट धेरै कुराहरु हामीले बुझेको छौं, देखेको छौं हैन, जान्छौं, कति कामहरु गर्नलाई सजिलो भइरहेको हुन्छ। तर प्रपोल रूपमा यसलाई नै आजको दिनमा हामीले सही तरिकाले चलाउन, खेलाउन जान्यौं र बुझ्न सक्यौं भने हाम्रो जिन्दगी, एउटा साधारण जिन्दगीलाई पनि सुधार गर्नको लागि, केही परिवर्तन गर्नको लागि, केही सिक्नको लागि एकदमै सहज छ, एकदमै सजिलो छ। अझै पनि हामी साधारण मान्छेहरुले यसलाई एउटा मनोरञ्जनको रूपमा, टाइम पासको रूपमा, एकअर्कामा हैन गाली गलौज गर्नको लागि हैन गफ गरेर समय चाहिँ हैन काट्नको लागि प्रयोग गरिरहेका हुन्छौं। तर तपाईले दैनिकी रूपमा चाहे विदेशमा हुनुहुन्छ, चाहे गाउँमा हुनुहुन्छ, चाहे शहरमा हुनुहुन्छ, एउटा ठ्याक्कै लक्ष्य बनाएर एउटा खोज, तपाईले एउटा सोचको साथ काम गर्नु भयो भने दैनिकी रूपमा यसलाई 1 घण्टा मात्रै तपाईले दिनुभयो र नयाँ कुराहरु खोज गर्नुभयो, नयाँ कुराहरु सिक्नुभयो भने दुनियाँको सबैभन्दा महँगो कलेज, युनिभर्सिटी, स्कुल जे भने पनि यो चीजहरु यही भित्र छ, यो भित्र उपलब्ध छ। तपाई के बन्न चाहनुहुन्छ, के सिक्न चाहनुहुन्छ, के जान्न चाहनुहुन्छ हैन, तपाईले यसमा निशुल्क पाउनुहुन्छ है। त्यही भएर आजको दिनमा धेरै मान्छेलाई थाहा छ, धेरै कुरा यहाँ उपलब्ध छ, जे पनि गर्न सकिन्छ भन्ने, तर के थाहा छैन भने सिस्टम थाहा छैन, नियम थाहा छैन, कहाँबाट कसरी सुरु गर्ने त है, प्रक्रियागतहरु हैन त्यो थाहा नभएर हामी अझै पनि अलमल्ल परिरहेका छौं के। एकैचोटी धेरै कुरा हामीले बुझ्यौं, थाहा पायौं भने तर त्यसको मेन हैन कहाँबाट सुरु हुन्छ, कहाँ चाहिँ छ त जड हैन, त्यो कुरा बुझिनौं भने चाहिँ हामी अलमल्ल पर्छौं। त्यो भएर आज म तपाईहरुलाई यस भिडियो अन्तर्गत रहेर कसरी हामीले जडलाई पत्ता लगाउने त, कसरी तपाईले हैन सुरु गर्ने त, कसरी स्टार्ट गर्ने त भन्ने बारेमा म जानकारी दिन गइरहेछु। कुनै पनि बेच्ने कुरा चाहिँ सिक्नु पर्यो के। यो दुनियाँमा जति पनि मान्छेहरु उत्कृष्ट छ नि, सबै मान्छेहरु बेचेर अगाडि बढिरहेको छ, केही न केही कुराहरु बेचिरहेको छ के। कसैले आइडिया बेचिरहेको छ, कसैले आफ्नो प्रोडक्ट बेचिरहेको छ, कसैले हैन आफूसँग भएको खुबी कलाहरुलाई बेचिरहेको छ हैन।
केही न केही कुराहरू बेचेर नै मान्छेहरू अगाडि बढिरहेको छ र यो दुनियाँमा सबैभन्दा धनाढ्य शक्तिशाली मान्छेहरू सबै बेचेरै अगाडि बढेको बुझ्नुभयो किनेर होइन है हामी जति किन्नुमा गर्व मान्छौँ नि जति किन्नुमा खुसी हुन्छौँ नि तपाईँ एउटा फोन किन्नुभयो भने त्यति नै खुसी हुनुहुन्छ देखाउनुपर्छ होइन गर्वको साथ किन्नु त गर्व मान्छौँ तर बेच्नु पऱ्यो भने बेच्न बचाउँछ एक मुठा साग किन्दै हुनुहुन्छ दलाल गर्दै तपाईँ एकदमै होइन एकदमै छाती फुल्याएर होइन खुसी साथ हामी किन्छौँ क्या तर एक मुठा साग बेच्ने प्रयास गर्नु न तपाईँ रोडमा बसेर एक मुठा साग बेच्नु त तपाईँको पसिना छुट्छ बेच्नु हामीलाई गाह्रो लाग्छ बेच्नु लाज लाग्छ बेच्नु चाहिँ राम्रो काम होइन भन्ने हामीलाई लाग्छ हो यही मानसिकताहरूले नै आज हामी धेरैभन्दा धेरै पछाडि गइरहेका छौँ बुझ्नु नि कता कता परिवर्तनको ठुल्ठुलो नारा लगाउँछौँ भाषण गर्छौँ देश बनाउने होइन कता कता देश नेताले बिगार्यो यो त्यो तपाईँ हामी आम सर्वसाधारणको ठुलो भूमिका छ देश बिग्रिनुमा कुराहरू परिवर्तन ल्याउनु छ केही कुराहरू हामीले होइन चेन्ज ल्याउनु छ भने समाजमा देशमा परिवारमा स्वयं आफूमा किन्नुमा भन्दा पनि बढी बेच्नुमा हामी मायर हुनु चाहिँ जरुरी रहेछ बुझ्नुभयो नि तपाईँले जेसुकै बेच्नुहोस् क्या तपाईँले सोच्दै हुनुहोला के चाहिँ बेच्ने यार मसँग छैन मसँग ठुलो पसल छैन होटल छैन रेस्टुरेन्ट छैन मसँग कता कता ठुलो पैसा छैन मैले कसरी बेच्ने त भन्ने होला तपाईँले आफ्नो शब्दलाई बेच्न सक्नुहुन्छ आफ्नो मुस्कानलाई बेच्न सक्नुहुन्छ होइन तपाईँसँग बेच्ने चिजहरू यति धेरै छ नि वरिपरि धेरैभन्दा धेरै छ तर हामी आम साधारण मान्छेलाई होइन त्यो ज्ञानै छैन कि त्यो थाहै छैन त्यही हो सबैभन्दा ठुलो समस्या भनेको हामी साधारण मान्छेहरू पछाडि परिरहनुको मेन रिजन भनेको चाहिँ ज्ञानको अभाव अब यो ज्ञान यस्तो खालको ज्ञान चाहिँ हामीले न स्कुलबाट सिक्न सक्छौँ न हाम्रो घर परिवारमा हाम्रो बाबुआमाले सिकाउँछ होइन न साथीभाइले सिकाउँछ न तपाईँभन्दा सिनियर कसैले तपाईँलाई कसैले पनि सिकाउँदैन यदि कसैले सिकेको छ कसैले जानेको छ भने तपाईँ त्यो मान्छेभन्दा अगाडि जानुहुन्छ भनेर त्यो मान्छेले तपाईँलाई सेयर गर्दैन कि यस्तो कुराहरू तपाईँलाई पैसा देला पैसाको बिट्टाले सहयोग गर्ला होइन तर बेच्ने कलाहरू जुन महत्त्वपूर्ण छ नि मानव प्राणीलाई चाहिने परिवर्तनको लागि यो लगभग दिँदैन क्या कसैले सेयर गर्दैन तपाईँलाई त्यही भएर कसरी हुन्छ आजको दिनमा तपाईँसँग यो साधारणभन्दा साधारण एन्ड्रोइड फोन जो कसैकोमा होइन हातमा छ र तपाईँले खोज गर्ने तपाईँले सिक्ने तपाईँले जान्न चाहने होइन दुनियाँको सबैभन्दा महँगो स्कुल कलेज युनिभर्सिटी जे सिक्ने पाठशाला जे भने पनि यो एउटा साधारण फोनभित्र छ यहाँबाट खोज गर्नुहोस् यहाँबाट सिक्नुहोस् होइन बेच्ने कला सिक्नुहोस् तपाईँलाई के कुरामा इन्ट्रेस्ट लाग्छ त्यो चिजहरू हरेक दिन तपाईँले मनोरञ्जनमा होइन तपाईँले फिल्म हेर्ने मुभी हेर्ने कमेडी हेर्ने गेम खेलेर बस्ने समयमा चाहिँ यहाँ खोज गर्नुहोस् है आफूले आफूलाई धिक्कार मानेर आफूले आफूलाई म त अभागी रहेछु मेरो त बाबुआमाले गरिदिएको छैन मेरो त बाबुआमाले दिएको छैन म त बाबुआमा गरिब भएर म यस्तो भएँ भन्ने दोष लाएर आफूले आफूलाई पछाडि कहिले पनि नराख्नुहोस् है यो चाहिँ साधारणभन्दा साधारण हामी भुइँ मान्छेको लागि कुरा गर्दैछौँ स्वयं यो मेरो लागि पनि तपाईँहरूको लागि पनि है र यहीँबाट परिवर्तनहरू सुरु हुन्छ र बेच्ने कला जब तपाईँले खोज गर्नुहुन्छ त्यसपछि तपाईँले यो साधारण फोनबाटै धेरै कुराहरू सेल गर्न सक्नुहुन्छ धेरै कुराहरू सिक्न सक्नुहुन्छ अनि सम्भावना अपर्च्युनिटी हरेक जग्गा हरेक ठाउँ तपाईँले देख्न सक्नुहुन्छ बस तर के हुनु पर्यो तत्कालै सजिलो ठुलो भाग एकैचोटि होइन चाहिँ पाउँदैन है हुँदैन त्यसको लागि धैर्य गर्नु पर्यो कन्सिस्टेन्सी लगातार होइन लागिरहनु पर्यो केही कुराहरू पाउनको लागि केही कुराहरू गुमाउनुपर्छ भने जस्तै होइन कति चिजहरू सिक्नको लागि बुझ्नको लागि जान्नको लागि समय लाग्छ आजको भोलि छुमन्तर हुँदैन होइन यो कुनै मुभी होइन यो जिन्दगीको खेल हो कुनै यो
कथा कहानी होइन। जति अहिले म बोल्दैछु, जति तपाईँहरूलाई यो कुराहरू भन्दैछु होइन, कतिलाई कमेडी लाग्ला, कतिलाई हाँसो लाग्ला होइन, वायत लाग्ला, कतिलाई कसरी यसले बोल्दैछ भन्ने पनि लाग्ला,